अब यस्तो ठाउँमा नि आइपुगिसक्यो म त आमा यस्तो हो कि अब पुरै काची रोडमा आइपुगिसक्यो अब पिच रोडबाट हिँडी हिँडी काची रोडमा आइपुग्यो अब कस्तो मजा कि अब पिच रोडबाट हिँड्दै हिँड्दै काची रोडमा आइपुग्ने यो बाटो चाहिँ कहाँ जाने हो तल मुनि जाने बाटो त तल मुनि जाने बाटो हो यो साइड हेरमा त कता जाने रहेछ यस्तो बाटोमा ए रहेछ है तल जाने बाटो पनि बितिसक्यो यहाँ चाहिँ सिस्नुको बहुत रहेछ धेरै नै र यहीँ मुनि सडक आइपुग्यो अब चाहिँ ल अब कति मिलियन नपुग्छ भने 10 मिलियनमा ल ठ्याक्कै तल पुग्छ अब 10 मिलियनमा यस्तो जङ्गल चाहिँ जङ्गल न जङ्गल जानुपर्ने त्यो जङ्गलमा आइपुग्यो अब मुनि आउँदा आउँदै यस्तो जङ्गलमा कहाँ जाने छैन कि अब बाटो थाहा छैन यस्तो जङ्गलमा हेडलाई जाँदै गरिरहने उतावरी के भिडियो गर्नु दिँदैन कि अब त्यही भएर यहाँ त्यति राम्रो अरिँदै यस्तो ठाउँबाट अब यस्तो के ठाउँ नि पुरा अनि यो क्यामेराबाट अलि राम्रो छ कहीँ पनि आयो निगातिर वरिपरि कामको त नाम हो साँच्चै अब उठे पुगेपछि के भन्नु भिडियो गर्नु पर्दैन अब यहीँतिर जति गर्नु मन लाग्यो यहाँ गर्नु उता गर्नु पाउँदैन गर्ने भए यहीँतिर उता त यहाँदेखि भिडियो गर्न पर्दैन भनेर लेखेको छ अब के गर्नु भिडियो गऱ्यो भने सिधै मामा घर लैजान्छ पो अब यस्तो हेरौँ न के देख्यो रहेछ यहाँ अल्ले यहाँ चाहिँ अब ठुल्ठुलो गाडीहरू आउन नमिल्ने भनेर देखेको रहेछ यहाँ चाहिँ यो चाहिँ पुल हो कत्लो ठुलो आवाज आएको
दौडमा जाँदा यति हुन्छ स्पिड आउने होइन ल आइपुग्यो ल किलोमिटर हिँडिसक्यो अब खुट्टा यति किलोमिटर आइसक्यो यता अब सधैँको हिँड्न सक्छ 100 किलोमिटर अब ठ्याक्कै 100 किलोमिटर देखायो कि 100 मिटर भनेको यहाँ अलिकति हो र भनेको म सधैँको हिँड्न सक्छु कि 150 किलोमिटर हिँड्यो अनि टिका सिस्टम पनि पुगिसक्यो म अब 150 किलोमिटर हिँडेर म अब यहाँ टिका सिस्टम आइपुगिसकेँ है त 150 किलोमिटर टिका सिस्टम 50 किलोमिटर हिँडेर बल्ल बल्ल